हेलो साथीहरु, आज चाहिँ हामी ग्रिनिज पार्क घुम्न जाँदैछौँ। म अनि मेरो साथी अनि हाम्रो बहिनी। सामान देखाइदिउँ न, हामीले के लगेर जाँदैछौँ रे। खानेकुरा लगेर जाँदैछौँ। अहिले चाहिँ हामी प्लम स्टेटको ट्रेन स्टेसनमा हाम्रो ट्रेनलाई कुदिरहेछौँ। अहिले हामी के गर्छौँ, कहाँ जान्छौँ सबै देखाउँछौँ ल। अहिलेलाई चाहिँ बाई। ट्रेन आइसक्यो, अब हामी जान्छौँ यही ट्रेनमा। यो चाहिँ के अरे तिम्रो उसको होइन, दाइको होइन यो ट्रेन हो है? त्यस्तो अस्ति भर्खर किनेको है, अस्ति भर्खर किनेको है। ए ल जाम भाडा लाग्दैन होला नि? लाग्दैन। ल ल ल कस्तो बिर्सेको हो तिमी पनि। कता जानु लाग्यो? अगाडि बसाउनु लाग्यो? हिँडिसक्यो, अब म रक्सी खाएको छु त धत गर्छ। ल बसिहालौँ साथी, यहाँनिर बसौँ न। यहाँ दुई सबै बस्न मिल्छ क्या। ल बसौँ। दुईजना उता बस्यो हो नि, किन ननिकाल्नु है? लामो समयसम्म भिडियो बनाइराख्ने भने मान्छे कस्तो नर्भस हुन्छ क्या। ए हो र? छोटो क्लिप मात्रै निकाल्नु पर्छ क्या। आमा कति राम्री देखेका। मलाई कस्तो लाग्छ। यही चाहिँ हाल्ने हो। ल अहिलेलाई चाहिँ राखौँ है, झरेपछि चाहिँ बनाऊँ। हामी झरिसक्यो, हाम्रो हिरोइनलाई टाढा। हेलो म्याडम, कता हिँडेको? बाहिर निस्किने कता देख्यो है साथीहरू? उता होला कि वे आउटै त देखाछ। ठाउँमा सबै नयाँ छ, तीनवटी नै नयाँ छ। अब हेरौँ कता पुगिन्छ थाहा छैन। जसले हामी चाहिँ आएको सही बाटो रहेछ। यहाँले चाहिँ पत्ता लगाउनु भयो। ल धन्यवाद तपाईँलाई। वाह कति राम्रो। गिटार बजाएर बसिरह। वाह भने अक्को म्याप चेक गर न, म्याप निकाल न। धेरै हावा चलेछ क्या आज। हामीलाई चाहिँ थाहा छैन, हामी चाहिँ म्याप हेर्दै हिँडिरहेछ। हावा कस्तो चलेछ, पप्पु उडाउला। ओहो गाडी। यिनी दुईटी फेरि मलाई छोडेर हेर अगाडि गएका। पत्ता लगायो? कति राम्रो फुल फुलेको छ माया छ। हिँड साथीहरू, हिँड। खाने बोकेकै छौ, भोक लाग्यो भने ठ्याप बसेर खाइहालौँ ल। फाइनली हामी आयो है हाम्रो गन्तव्यमा। ओह माई गड, होइन यहाँ फुलेको छैन अरे नि त अहिले। 20-25 फुल्यो भने कति राम्रो छ है प्रतीक्षा। पहिले विनेशहरू आएकोमा आम्मा कस्तो राम्रो के फोर्सलै आएको हो। तिनीहरू आयो है, आयो हामी आउन चाहिँ आयो। फुलहरू केही छैन। आम्मा
फुल्न बाँकी होला कि मान्छे हेर मान्छे जाउँ मान्छे त है कति धेरै हो फुलमा भिडियो फोटो खिच्यो भनेर यस्तो फुल जस्तो भनेर लास्टमा पात भन्नु पर्यो ल अहिले फुल फुलेको छैन नजाऊ भन्दा नपताएर आएको हो के गर्नु एउटा फुल त के एउटा कोपीलाई नि देख्नु पाएको छैन त्यसैले यहाँ भन्छ आउनु भन्दाखेरि जहिले रिसर्च गरेर आउनुपर्छ बचाऊ रे बाबा नपताएर आएको यही हो कि फुलको खै नाम निशान छैन त कहीँ यहाँ यो धेरै मान्छेहरू छ बस केसमा फुल्छ कुन रुखमा यही रुख भने तर होइन होला यहाँ कोपिला त अलिअलि हुनुपर्ने नि त अनि होइन रुखमा हो जस्तो लाग्यो मलाई यिनीहरू खाली रुखमा हो जस्तो लाग्यो होइन राम्रो बाटो छ कि यो फुल यो बुटो होइन फुल्ने फुलको तर घाम ताप्न आयो पनि म काममा चाहिँ बस्नु सक्दिनँ हो किन हामीले भनेको जस्तो ठाउँमा आयो कि आयो नि थाहा छैन देख्यो भन्छ यति धेरै मान्छेहरू छ घाम ताप्न आएको उसलाई गाह्रो भइसक्यो अरे हिँड्दैछ उकालो चढ्दैछ कहाँ जाने थाहा छैन फुल भनेको यहाँनिर रहेछ एउटा ल अझै हामी माथि जाँदैछ माथि अनि पुरै भ्यूहरू देखिन्छ भनेर गाह्रो भइसक्यो यति धेरै ओह्रालो उकालो हो कि ओह्रालो काटेर हामी आइसक्यो त्यही माथि कहाँ घुम्यो लास्टमा कस्तो ठाउँ आएर बस्यो यार पाइन्छ कि क्या यहाँ बसेको ठाउँमा फाइनली हामी यहाँनिर आएर बस्यो घाम खानलाई यतातिर नि मान्छेहरू र टन्नै बस्यो यहीँनिर चढी त राम्रो फुल भनेको न त फुलेको छैन यो फुलहरू सबै कोपिला रहेछ कि यही फुलहरू फुल्दो रहेछ यस्तो मजाको कोपिलाहरू चाहिँ यो छैन केही पनि छैन के सब कोपिलाहरू छ अब जस 20-25 तिर यस्तो राम्रो हुन्छ यो ठाउँ अब फेरि आउनुपर्छ सिजर पेपर रकमा मेरो पालो आउँदै आएन ड्युटीको मात्र आउने त्यही भएर म नमानेर नखेलौँ भनेर खाँदैछ यस्तो छ यताको वातावरण
यहाँ दिदीले चाहिँ आर्ट गराउँदै हुन्छ कति राम्रो मार्नु होला फेरि अहिले खान्छौँ हामी ल साथीहरू भिडियो फोटो बनायो है फेरि अनि भिडियो फोटो बनाएर फेरि भोक लाग्यो अनि फेरि खान लाग्यो अब एकछिनमा चाहिँ अब जाने हो हामी घरमा है आज चाहिँ खाइयो फोटो भिडियो खिच्यो यति धेरै फुलहरू छ भनेर आएको कोपिला मात्रै रहेछ है एउटा मात्रै फुल फुलेर रहेछ त्यही पनि सेतो हामी यो फुल हेर्न आएको होइन यति धेरै रुख यता हेर्नु त यो सबै रुखहरू पछि फुल्छन् रे अब हामी पछि आउँछौँ हामी त फुल फुल्यो भनेर आएको ऊ त्यो मेरो बाजेको घर हो कसैलाई भाडामा चाहिएछ भने मलाई सम्पर्क गर्नु होला सस्तो मस्तोमा मिलाइदिइहाल्छ है अनि यति धेरै मान्छेहरू छ अब घर जाँदैछौँ के भन्नु छ तिमीले यति नै नमस्कार तिमी केही भन न तिम्रो केही जाओस् न